सम्पूर्णलाई आज फेरि मेरो भिडियोमा स्वागत छ। हेर्नुस् त, यो मेरै गमलामा फुलेको फुल हो। यो फुललाई मैले टिपेँ, यहाँ पनि छ। अनि यो कडी पत्ता पनि मेरै गमलामा भएको, यसलाई पनि टिप्दैछु। अनि हजुरहरू के गर्न आँटी, यो टिपेर फुलहरू यिनीहरू देखाएर के गर्न आँटी भनेर सोध्दै हुनुहुन्छ होला हैन। यो सेतो खालको घन्टी फुल छ, यसलाई पनि 2-4 वटा म टिप्छु। यो अघि टिपेको फुलहरू यहाँ यो चाहिँ जस्तै नै टिपेको थिएँ। अनि यिनीहरूलाई मैले सबैलाई मिक्सरमा हालेँ, कडी पत्ता अनि यो फुल अनि एउटा प्याज पनि काटेर हालेँ। यो के हो भन्नुहुन्छ होला, आलस र मेथीलाई मैले पकाएर यतिको भयो भने यसलाई पकाएर राति भिजाउन बिर्सेछु। अनि पकाइवरी यतिको भएको छ, यसलाई पनि मैले मिक्सरमा हालेँ। यो घिउकुमारी पनि मेरै बारीको हो, आफ्नै गमलाको बारी भन्नाले। अब यसलाई पनि म राम्रै धोइ पखाली गरेर यसलाई पनि म मिक्सरमा हालेर भैँए पार्छु। भित्रको यसको गुदी झिकेर हेर्नुहोस् है त, मैले यो भित्रको गुदी निकालेँ, यसलाई पनि हालेँ मिक्सरमा। हेर्नुहोस् त, अब यसमा मैले फेरि अमिलो मही हालेँ अलिकति। हेर्नु न, आज म मेदीमा मिसाएर लाउँदैछु किनभने मेरो कपाल फुलेको छ। हेर्नुहोस् है, यो मेदीमा मैले सबै अहिले बनाएको पेस्टहरू हालेँ। यसमा अब थोरै म कफी पनि मिसाउँदैछु। हजुरहरूले देखिहाल्नु होला अघि यसमा मैले के मिलाएँ भनेर होइन। कपाल फुल्या छ हेर्नुहोस् न, देखिन्छ नि यहाँ फुल्या छ। कति जाँगर चलेको त्यही कपालमा लगाएको देखाउँछ भन्नुहुन्छ होला। अब जाँगर नचलाइ हुँदैन नि हजुर, सन्चो नभए पनि के गर्नु। सन्चो नभए पनि यसो अलिअलि मन भुलाउने बाटो, यसो गर्दा पनि मन भुल्छ। अब मेरो अघि बनाएको पेस्ट यतिको भइसक्यो, हजुरहरूले देख्दै हुन्छ होला। अब म लगाउँछु कपालमा अनि कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। अस्तिको भिडियोमा मैले फेसबुकमा बनाएर हालेको थिएँ नि, त्यो भिडियो यस्तै के लगाएको, तर मेदी लगाएको थिइनँ त्यसमा चाहिँ मैले। अनि के मिसाउनु भयो हजुरले, नदेखाइकन पेस्ट बनाउनु भयो भनेर मलाई कति साथीहरूले सोध्नु पनि भएको थियो। अनि आज चाहिँ मैले हजुरहरूलाई देखाएरै के हालेँ मैले भनेर देखाएर हजुरहरूलाई बनाएर देखाएँ। अब हजुरहरू पनि यसरी बनाएर लाउन सक्नुहुन्छ नि। हेर्नुहोस् त, लगाउनुहोस्। कपाल हेर्नु नि, यहाँ फुलेको हेर्नु त, यहाँ देख्नुहुन्छ होला, यहाँ फुलेको छ। यो त हातमा लाग्छ, अब हातमा पन्जा लाउँछु है। पन्जा लगाएर आएँ मैले, अब लाउँछु। हेर्नुहोस् ल कस्तो चाहिँ मेन लाउने भनेको जरामा। यसलाई म यसरी जरामा लगाउँछु। मजाले फुलेको कपालहरूलाई पनि मजाले रातो बनाउँछ नि त। आज रातो मेदी लाउनु मन लाग्यो, म रातो नै लाउँछु लाउनु त। तर धेरै दिन भएको थियो यो मेदी नलगाएको मैले कपालमा। अर्थो के बनाएको अस्ति पनि लगाएँ। अब आज मेदीसँगै लगाएको, एकैचोटि 2टा काम हुन्छ नि त। मेदी पनि लाउने, कपाललाई यसो मलजल पनि हुने हो कि होइन भन्नु त। यसको चाहिँ काम छैन यही देखाउँछ भन्नुहुन्छ होला। होइन साथी, काम त धेरै छ नि। काम गर्न थाल्यो भने, घरका सबै काम देखाउन थाल्यो भने त कहाँ भ्याइ छ र, साध्य नै हुँदैन नि। काम त उठेदेखि नसुतुन्जेलसम्म कामै काम हुन्छ। त्यो कामलाई एक साइड राख्ने अनि थोरै समय आफ्नो लागि निकालेर यसरी गर्दा राम्रो पनि हुन्छ, मन पनि भुलिन्छ होइन। काम गर्दा दिक्क वाक्क भएको हुन्छ नि त। एकछिन भए पनि रमाइलो फ्रेस हुन्छ आफ्नो लागि गर्दा। काम भने त छँदैछ नि, गर्नुपर्छ काम त। काम नगरी त हुँदैन, काम त गर्नै पर्छ गर्न त। तर पनि आफ्नो लागि पनि गर्नु पर्यो होइन। हजुरहरू पनि यसरी कपालमा लगाउनु, सबै चिज आफ्नै घरको वरिपरि पाइने चिजहरूबाट लगाउनु, कपाल राम्रो पनि हुन्छ। अलिअलि कपाललाई स्याहार त गर्नै पर्यो, नगरी त हुँदैन। त्यसैले अब म सबै लगाइसकेर देखाउँछु। पुरै देखाउन थालेँ त भिडियो लामो पनि हुन्छ। 1-1.5 घन्टा राखेर अनि मजाले धुन्छु, स्याम्पू साबुन केही नलाइदिन्छु। अनि बेलुकातिर मजाले मेरो छँदैछ जिवेदाको तेल, त्यही जिवेदाको तेलले मजाले हेयर मसाज गरेर स्याम्पू लाएर नुहाएपछि देखाउँछु एकैचोटि हजुरहरूलाई। कस्तो भएछ, सबै लागिसक्यो लुगामा। आमा यसलाई 1 घन्टा राखेपछि धोइ पखाली गरेर देखाउँछु हजुरहरूलाई। हेर्नुहोस् त, 1 दिन राखेर तेल लगाएर भोलिपल्ट नुहाएर मेरो कपाल यस्तो भयो। कस्तो भयो भनिदिनु होला हजुरहरूले कमेन्टमा, राम्रो भएको छ कि छैन भनेर। हजुरहरू पनि यसै गरी लगाउनुहोस् अनि कपाल यस्तै बनाउनुहोस्। कस्तो भएको छ भनिदिनु है साथीहरू। राम्रो भएको छ कि छैन मेरो कपाल, अलिकति मिहिनेत गर्दा त कपाल राम्रो हुँदो रहेछ। हस् त, मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।